Happy birthday to you. Happy birthday to you. Happy birthday. Back to my new vlog. आज बार सन्चना म पनि सन्चै आएको छु। आज चाहिँ हाम्रो चाहिँ विशेष दिन रहेको छ। किनभने आज चाहिँ हाम्रो माइलेन्टीको बर्थडे रहेको छ। त्यसैले चाहिँ हामी बर्थडे सरप्राइज दिन जाँदै छौँ। Hey guys, don't laugh on my guys. Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. To you. Guys, चाहिँ बर्थडे वाला हाय भन्नु एकचोटि हाय भन्नु न Hey guys, अब चाहिँ हाम्रो नानीहरूले चाहिँ सरप्राइज दिएका थिए आन्टीहरूलाई Guys, रातिको 9 बजेर 23 मिनेट गएको छ Guys, अब चाहिँ छोराको पालो पट्टुलाई पनि ह्याप्पी बर्थडे आएछ पुरै कस्तो तर्सिन्छ पट्टु वान पट्टु वान पट्टु वान पट्टु पट्टु ए पट्टु 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 ए पट्टु गाइस अब चाहिँ मम्मीको पालो आएको छ अब चाहिँ पुरै गरासीले काटे हुन्छ नि यस्तै ल ल ल छिटो छिटो गरासीले काट्छ नि अझ अरू झन् पुरै अब चाहिँ अब हाम्रो पाला छ अनि खानासाना खाने हो गरासी ल ल ल छिटो गरौँ 12 बजे लागिसक्यो फेरि ल ल ल छिटो बर्थडेमा पनि यति हो अब चाहिँ हामी यति आफ्नो घर पुर्याएर 3 घर मिलेर बर्थडे सरप्राइज आएको छ आन्टीलाई चाहिँ छोरीले प्लान गरेर बर्थडे टु यु हाम्रो प्यारी माइली दिदी अरू आशीर्वाद यताउता दिनुहोस् आशीर्वाद दिनुहोस् अलिअलि आशीर्वाद पनि दिनु के ल सक्यो अब अङ्कलको पालो आएको छ ल Happy birthday, very भाउजू भाउजूलाई आउ खानु अलि भए पनि तपाईले खानु के यहाँ अब चाहिँ मेरो पालो आएको छ ह्यापी बर्थडे टु यु आन्टी चल जाली नि भन्नु पर्ने मैले ल भयो खा ल आन्टीले चाहिँ खिर बाँड्दै हुनुहुन्छ अनि खिर अनि भात मासु बाँड्दै हुन्छ अनि आज चाहिँ स्पेसल डे भएको कारणले चाहिँ हामी चाहिँ यस्तो भव्य कार्यक्रम गर्दैछौँ गाइजहरू आज चाहिँ बर्थडे सँगसँगै खिर खाने दिन पनि रहेको छ त्यही भएर चाहिँ हो अब चाहिँ हामी अब खानुपर्ने हुन्छ गाइजहरू
खिर हो गाइस खिर मासु चाहिँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मासु भात फेरि गाइजहरू अब चाहिँ हामी चाहिँ अब खाना खाँदै हुनुपर्छ हे गाइज अब चाहिँ हामी चाहिँ खिर खाँदैछौँ खिर अब खाँदै खानुहुन्छ गाइजहरू ठुलो भन्ने खिर चाहिँ बब्बाल भएछ गाइज झोल चाहिँ खाँदै हुनुहुन्छ गाइज मैले चाहिँ खिर सँगसँगै मासु पनि खाएँ हे गाइज हामी चाहिँ खिर र मासु खाइसकेको छौँ अब चाहिँ हामी घर जानु पर्ने हुन्छ गाइज हे गाइज तपाईँहरूको गाउँमा साउने सङ्क्रान्तिलाई कसरी मनाउनु भएको छ कमेन्ट गरिदिनु होला त गाइजहरू अब हामी चाहिँ अब गाउँघरमा यस्तै हो तीन घरहरू मिलेर सास सपोर्टहरू लिएर अब हामी चाहिँ सब खानेकुराहरू खाएर रमाइलो गरेको छौँ गाइजहरू यस्तै भिडियोहरूको लागि यो च्यानललाई सब्सक्राइब गरिदिनु होला यस्तै भिडियो आउँछ अब दिनदिनै